यो के हो यो राउन्डअबाउट होइन हामी चाहिँ राउन्डअबाउटमा लेफ्ट जानु पर्यो भाइ लेफ्ट जानु पर्यो भने तिमी जहिले पनि यहाँ छौ होइन हजुर लेफ्ट जानु पर्यो तिमीलाई भने चाहिँ तिमी चाहिँ सिग्नल दिनुपर्छ कि पर्दैन सिग्नल पर्छ मिरेर सिग्नल दिन पर्यो कति टाढादेखि दिन पर्यो 3 सेकेन्ड 6 to 8 कार लेन्थ अगाडि चाहिँ हामीले सिग्नल दिन पर्यो 10 to 12 कार लेन्थ अगाडि हामीले चाहिँ मिरर हेर्न पर्यो जुन चाहिँ हामीले नर्मल रोडमा गरिन्छ नि त्यही के टर्न लेफ्टको लागि के गरिन्छ ठ्याक्कै त्यही यो पनि टर्न लेफ्टै हो है अनि त्यसपछि चाहिँ तिम्रो चाहिँ सिग्नल लेफ्ट दियौ होइन अनि गयो तिमी सेकेन्ड एक्जिट जानलाई सिग्नल दिन पर्यो कि परेन सिग्नलै नदिकिन जाने कि बिचमा दिने कि कतै के गर्ने सेकेन्ड एक्जिटको लागि बिचमा हल्का दिनु तिमीले चाहिँ के गर्नु पर्यो भने सेकेन्ड एक्जिटलाई सिग्नल नदिकिन जाने यहाँ तिमी ठ्याक्क फर्स्ट एक्जिटमा पुगेपछि मिरर हेर्ने मिरर सिग्नल लेफ्ट गर्ने हामीले चाहिँ लेफ्टमा कोही छ कि छैन अनि त्यसपछि चाहिँ हामीले चाहिँ अरूलाई चाहिँ थाहा दिएको अब हामी चाहिँ निस्किँदैछौँ है भनेर भन्नुपर्छ जहिले पनि राउन्डअबाउटमा है मिनी राउन्डअबाउटमा थोरै भिन्दै हुन्छ नदिए पनि हुन्छ सेम रुल फलो गरे पनि पाइन्छ तर मिनीमा थोरै छ फरक छ मैले अहिले एक्सप्लेन गर्छु नत्र भने एउटै तरिकाले युज गर्छु भने पनि पाइयो होइन अब थर्ड एक्जिट जान पर्यो यहाँ राइटमा थर्ड एक्जिट छ होइन राइटमा थर्ड एक्जिट छ भने तिमीले चाहिँ सिग्नल दिन पर्यो कि परेन सुरुमा पर्यो होइन कताको सिग्नल दिन्छौ लेफ्ट कि राइटको दिन्छौ होइन चेन्ज गर्नुपर्छ कि पर्दैन सिग्नल पर्दैन निस्किनुभन्दा अगाडि त सिग्नल दिएर चेन्ज गर्नुपर्छ भन्ने नि त भर्खरै होइन निस्किँदैछु भन्नु पर्यो नि त तिमीले चाहिँ के गर्नु पर्यो भने 6 to 8 कार लेन्थदेखि अगाडि नै होइन अनि राइट सिग्नल दिएर फर्स्ट एक्जिट गर्ने सेकेन्ड एक्जिट गर्ने यहाँ गएर फेरि सेन्टर मिरर लेफ्ट मिरर हेर्ने यहाँ चाहिँ यो लाइन छ नि यहाँ बिचमा ठ्याक्क त्यहाँ चाहिँ सिग्नल लेफ्ट दिने है निस्किँदैछु भनेर अब त्यसपछिका एक्जिटहरू त्यही नै भयो फेरि अब फोर्थ एक्जिट यु टर्न भन्यो भने फेरि राइट सिग्नल मिरर सिग्नल लेफ्ट एन्ड देन कम टु दिस लाइन है राउन्ड अबाउटलाई चाहिँ हामीले क्लकवाइजमा हेरिन्छ अब हामी जहिले पनि यहाँबाट हेरिन्छ भने यहाँ कति बजी होला भाइ 12 बजे छ होइन यदि चाहिँ यहाँ जान पर्यो भने मैले चाहिँ टर्न लेफ्ट या मैले भन्ने नै इक्जामिनरले भन्ने एउटै हुन्छ टर्न लेफ्ट फर्स्ट एक्जिट भन्छु होइन यहाँ जानलाई यहाँ जानु पर्यो भने चाहिँ फलो द रोड अहेड सेकेन्ड एक्जिट भन्छु 12 बजेको लागि होइन 12 बजेभन्दा अगाडि परेको हुनाले मैले यसलाई चाहिँ लेफ्ट फर्स्ट एक्जिट भनेको यसलाई चाहिँ सिधा 12 बजेको भएर फलो द रोड अहेड भनेको यसलाई चाहिँ टर्न राइट थर्ड एक्जिट भनेको चाहिँ 12 बजेभन्दा उतापट्टि कटेकोलाई भनिन्छ होइन यदि यो मेरो फिङ्गर छ नि यहाँ एउटा यो फिङ्गरमा चाहिँ यदि एक्जिट थियो भने मैले चाहिँ टर्न लेफ्ट सेकेन्ड एक्जिट भन्थेँ सेकेन्ड एक्जिट है यो फिङ्गरमा छ भने छिर्दाखेरि सिग्नल दिँदैन यसलाई होइन यहाँ यो मेरो फिङ्गरमा जानलाई यहाँ एक्जिट छ भने यहाँ गएर सिग्नल दिन्छ यहाँ मिरर हेरिन्छ अनि यहाँ गइन्छ है यदि यहाँ एउटा थियो भने इक्जाम्पल यहाँ केही पनि छैन ल यहाँ भने यसलाई चाहिँ टर्न राइट सेकेन्ड एक्जिट भनिन्छ यसलाई चाहिँ राइट सिग्नल दिइन्छ अनि फर्स्ट एक्जिट कटेपछि लेफ्ट सिग्नल दिएर निस्किन्छ है ओके भाइ अब हामी चाहिँ राउन्ड अबाउटमा आउनभन्दा अगाडि हामीले चाहिँ 4 to 5 कार लेन्थ अगाडिदेखि राउन्ड अबाउटमा के भएछ यहाँ भनेर हामीले हेर्न थाल्नुपर्छ है के भएछ राउन्ड अबाउटमा भनेर हेर्न पर्यो अनि त्यसको लागि चाहिँ 3 देखि 4 कार लेन्थमा हामीले चाहिँ स्लो गर्दै जानु पर्यो रोक्ने स्पिडमा जगिङ पेस भन्छ त्यसमा चाहिँ सटर जाने हेर्ने टाइम हुन्छ आफूलाई लुक आफ्टर गर्नुपर्छ बल्ल सजिलै जान्छ आत्तिएर गयो भने बिग्रिन्छ त्यही भएर चाहिँ हल्का रोक्ने स्पिडमा जानुपर्छ अनि हेर्न थाल्नुपर्छ राउन्ड अबाउटमा अब तिमीले राउन्ड अबाउट छिर्नभन्दा अगाडि
प्रायोरिटी कसको हो त कहाँ हेर्नुपर्छ त वेयर सुड यु बी लुकिङ बिफोर यु इन्टर द राउन्ड अबाउट कार यु सुड बी लुकिङ अहेड ahead एन्ड राइट है अहेड र राइट हेर्ने अब यहाँ चाहिँ यदि चाहिँ यहाँ चाहिँ रुखहरू भयो केही भयो भने यहाँ देखिँदैन भने यहाँतिर देखिन्छ भने यतापट्टि हेर्ने है अब यहाँ हेरेको फाइदा के होला त यहाँ हेर्ने अब राइटबाट आएकोलाई प्रायोरिटी हुन्छ होइन राइटको सधैँ प्रायोरिटी हुन्छ भनेपछि कुरा के छ भन्दाखेरि जब यहाँको गाडी हामी यहाँ छौँ यहाँको गाडी चाहिँ यसले सिग्नल लेफ्ट या सिग्नल राइट दिएछ होइन र पोजिसन यसको सिधा छ हामीतिर आउने पोजिसन देखिएको छैन यता आउने भनी चाहिँ यो तिम्रो लागि ब्लकर हुनसक्छ ब्लकर भनेको चाहिँ जब यो गाडी यता सिधा यहाँबाट सिधा आउँछ नि आउँदाखेरि तिम्रो राइटलाई ब्लक गर्छ यसले पनि राइट हेरेर बसेको हुन्छ नि त हामीले पनि राइट हेरेर बसेछ उसले पनि राइट हेरेर बसेछ भने त उसले त उसलाई दिन पर्यो त्यही बेलामा तिमी जान सक्छौ तिमी स्वाट्ट जान सक्छौ यो सिधा गएको बेलामा यसलाई ब्लकर भनिन्छ यो ब्लकर भनेको लगभग यो ब्लकर चिन्ने मान्छे चाहिँ राउन्ड अबाउटमा झ्याप्प चाहिँ फेल हुँदैन किनभने यसले चाहिँ बहुत काम गरेको हुन्छ यो ब्लकर फेरि हामीले चाहिँ टाइममा युज गर्नुपर्छ यो 12 बज्यो यो 3 बज्यो होइन 3 बजेको ठ्याक्क यहाँ तिम स्विचमा यदि चाहिँ यो ब्लकर चाहिँ यो यहाँबाट आएको ब्लकर 3 o'clock यति पनि कट्यो भने अब तिमीलाई सेफ छैन जानलाई भन्ने बुझ्नुपर्छ अनलेस अनदर ब्लकर इज कमिङ बिहाइन्ड हिम होइन अर्को आछ भने मात्रै अर्को पनि ब्लकर छ दुइटै ब्लकर छ भने ठिकै छ नत्र नि 3 o'clock कटेर गयो भने चाहिँ स्वाट्ट यो यता गइहाल्छ अनि यसले आएर सट्टै हालिदिन्छ अलि छिटो हाल्छन् राउन्ड अबाउटमा त्यही भएर ख्याल गर्नुपर्छ त्यसलाई चाहिँ ब्लकर भनिन्छ अब राउन्ड अबाउटमा चाहिँ हामीले लुक अहेड लुक राइट त गरियो यहाँ र यहाँ त हेरियो हेर्न पर्ने कुरा के हो त हेरेर मात्रै त भएन होइन लाटल केराएर यस्तो हेरेर त भएन त्यसपछि चाहिँ हामीले चाहिँ लुक अहेड वेयर इज सिग्नलिङ वेयर इज पोजिसनिङ सिग्नल कतै दिइरहेको छ मुख त्यसको टाउको कता फर्किया छ कता जानलाई फर्किया छ भनेर कन्फर्म गर्नुपर्छ हामीले कहिल्यै पनि सिग्नललाई मात्रै विश्वास गरिदिँदैन त्यसले त सिग्नल लेफ्ट दिएको थियो तर मतिर आयो त हुँदैन पोजिसन पनि हेर्नुपर्छ त्यसको हामीले दुइटै हाम्रो थ्योरीमै लेखेको छ डोन्ट बिलिभ ओन्ली ओन सिग्नल मेक्स युर लुक एट देयर पोजिसन र सिग्नल भयो भने बल्ल हामीले चाहिँ कन्फर्म गरिन्छ कि त्यो कहाँ जाँदैछ भनेर चाहिँ कन्फर्म गरिन्छ है कोहीले के गर्छ भने राउन्ड अबाउटमा होइन राउन्ड अबाउटमा के गर्छ भन्दाखेरि उसलाई सेकेन्ड एक्जिट भन्यो भने चाहिँ उसले चाहिँ फर्स्ट यसलाई गरिदिन्छ सेकेन्ड यसलाई गरिदिन्छ त्यस्तो हुँदैन यो एउटा रोड हो यो चाहिँ 1 एक्जिट 2 एक्जिट 3 एक्जिट हुन्छ है अब यसलाई 1 गर्ने राउन्ड अबाउटमा जहिले पनि काउन्ट गरियो भने एक्जिट काउन्ट गरियो भने सजिलो हुन्छ जस्तो म थर्ड एक्जिट जाँदैछु मिरर सिग्नल राइट अनि त्यसपछि चाहिँ इन्डिकेटर राइट यहाँ पुग्दाखेरि 1 गर्ने त्यसपछि यहाँ पुग्दा 2 भन्ने यहाँ पुग्दाखेरि 3 भनिन्छ नि मिरर सिग्नल लेफ्ट गरेर अनि त्यसपछि चाहिँ फोर्थमा निस्किने फोर्थ जान छ भने है अब थर्ड जान छ भने सिग्नल राइट 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 काउन्ट 1 2 when you say 2 मिरर सिग्नल लेफ्ट यहाँ तिमी ठ्याक्क यहाँ मिरर हेर्ने यहाँ सिग्नल दिने त्यस्तो गर्दा सजिलो हुन्छ राउन्ड अबाउट भयो होइन मिनी राउन्ड अबाउटमा चाहिँ के फरक के हुन्छ भने सिग्नलको लेफ्ट जानलाई लेफ्ट दिइहालेको सिद्धिहाल्यो सिधा जानलाई चाहिँ सिग्नलै नदिकिन गए पनि हुन्छ 12 बजेकोमा 12 o'clockमा है सानो भएको हुनाले डिभिएसएलले नमिल्ने हुनाले कन्ट्रोल बिग्रिन्छ के त्यो सिग्नल दिन खोज्यो भने यहाँ जाँदा सिग्नल कन्ट्रोल बिग्रिन्छ भनेर नदिँदा पनि फरक पर्दैन दिँदा पनि फरक पर्दैन यदि दिँदाखेरि चाहिँ कन्ट्रोल बिग्रिनु भएन फेरि पोइन्ट काटिदिन्छ होइन त्यसपछि हामी राइट जान पर्यो भने चाहिँ राइट सिग्नल दिएर हामीले चाहिँ मिनीमा चाहिँ राइट सिग्नलमा निस्किन सकिन्छ चेन्ज गर्न पर्दैन है सानो भएको हुनाले त्यही हो मिनी राउन्ड अबाउटमा फरक त्यही हो जस्तै यहाँ निस्किनु पर्यो भने त्यहाँ निस्किन पर्यो भने पनि एक्ज्याक्टली द सेम राइट सिग्नलमा निस्किन पाइयो होइन अब जहिले पनि यो ब्लू साइन देखियो भने चाहिँ मिनी राउन्ड अबाउट हो भन्ने बुझिन्छ यो साइन देख्ने बित्तिकै त्यसैको ठ्याक्कै नजिकै हुन्छ यो ब्लू साइन देखियो त्यसैको ठ्याक्क आडमा हुन्छ
राउन्ड अबाउट चाहिँ अब यो डबल लेन हो एक्ज्याक्टली सेम हो है डबल लेन पनि अब यसलाई चाहिँ हामीले के गरिन्छ भन्दा फर्स्ट एक्जिट जानलाई लेफ्टमा बसिन्छ सेकेन्ड एक्जिट जानलाई पनि लेफ्टमै बसिन्छ बिफोर 12 छ भने हैन या 12 मा छ भने लेफ्टमै बसिन्छ तर फ्लोर मार्किङहरू फलो गर्नुपर्छ कहिले कहिले ओन्ली लेफ्ट लेखेको हुन्छ लेफ्टले त्यो बेलामा अर्को लेनमा गएर बस्नुपर्छ है अनि त्यसपछि राइट जान छ भने राइट 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 मिरर मिरर सिग्नल लेफ्ट अनि त्यसपछि लेफ्टमा आफूसँग आउँदै गरेको कोही छैन भने लेफ्ट लेनमा निस्किन्छ कोही छ भने चाहिँ राइट लेनबाट निस्किन्छ त्यस्तो हुन्छ